हेलो नमस्कार। मेरो नाम डाक्टर इर्शाद आलम अन्सारी। आज केही नेफ्रोलोजी सम्बन्धी जानकारी दिनको लागि यो भिडियो बनाउँदैछु। नेफ्रोलोजी भनेको जस्ट 2-4 वटा औषधि प्रिस्क्राइब गरेर बिरामीलाई पठाइदिने होइन। नेफ्रोलोजी भनेको जब डाक्टरको ट्रिटमेन्टले गर्दा पेशेन्टको ओभरअल वेलबिङ राम्रो भइसक्यो। पेशेन्टले अब तपाईलाई भन्न थाल्यो कि डाक्टर नाउ आई वान्ट टु लिभ, म अब चाहिँ बाँच्न चाहन्छु। अनि बल्ल तपाईले भन्न सक्नुहुन्छ कि म एउटा गुड नेफ्रोलोजिस्ट हो। बिरामीहरूको लागि एउटा मेन कुरो के हो भने यदि अचानक ब्लड प्रेसर देखियो, सुगर देखियो, पेटको अल्ट्रासाउन्ड गर्नुभयो, त्यसमा चाहिँ किडनीमा पत्थरी देखियो, किडनीमा पानीको थैलीहरू देखियो, पिसाबमा पहिल्यैदेखि अचानक फिज आएको जस्तो महसुस भयो, पिसाबमा रगत देखियो, पिसाबमा अरू केही समस्याहरू छ भने तुरुन्तै नेफ्रोलोजिस्टलाई भेट्नुहोला। नेफ्रोलोजिस्टले ओभरअल डिटेल एक्जाम गर्छन्। एक्जाम रिलेटेड केही ब्लड टेस्ट पनि गर्न पर्छ होला। त्यो सबै टेस्ट गरिसकेपछि अनि हजुरलाई नेफ्रोलोजिस्ट डाक्टरले मेडिसिन्स दबाईहरू दिनुहुन्छ। त्यो चाहिँ नियमित खानु र भनेको टाइममा फलोअपमा बस्नुहोस्। यति गरिसकेपछि र यो दुई जनाको म्युचुअल अन्डरस्ट्यान्डिङ, आई मिन द डाक्टर र बिरामी पेशेन्ट्सको म्युचुअल अन्डरस्ट्यान्डिङ, म्युचुअल कोअपरेसन र एउटा राम्रो फलोअप गरिसकेपछि अभियसली एन्ड नर्मली पेशेन्ट्सलाई एकदम राम्रो हुनेछ। पेशेन्ट राम्रो भएपछि डाक्टर पनि खुस हुनेछन्। त्यसकारण यो 2-4 वटा दबाई लेखिसकेपछि हैन, अनि पठाउनु विदाउट एनी फलोअप, विदाउट एनी कम्प्यारिजन, प्रिभियस रिपोर्ट, अहिलेको रिपोर्ट हैन, मैले दिएको औषधिले कतिको एफेक्ट गरेका छैन, त्यो औषधिको कति अथेन्टिसिटी छ, नेपालमा र विश्वमा कतिको त्यस सम्बन्धी रिसर्च भएको छ, के त्यो औषधिको रिसर्च भएको छ भन्ने कति पर्सेन्टलाई त्यसले असर गरेको छ, त्यो सबै हेरेर यदि बिरामीलाई या बिरामीको केयर, बिरामीलाई उपचार गर्यो भने त्यो चाहिँ एकदम फ्रुटफुल ट्रिटमेन्ट साबित हुनेछ। हस्त, धन्यवाद। थ्याङ्क यू।